हेलो नमस्कार सबैजनालाई ल त फेरि खासरी हिजोको भिडियो हो कि हिजो चाहिँ हामी गुम्बा बुद्ध जयन्ती मनाउनु गएको घुमघाम जाँदै थियौँ हामी 4 जना 5 जना हामी कमेन्टै भयो हिजोको है राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनुहोस् है राम्रो भ्यू छ नि ल त अचानक फेरि गुम्बा आइपुग्यो है हजुर ठिकै हुनुहुन्छ हजुर भाइहरू जाँदैछ कहाँ खोइ तोहरू चाहिँ भाइ गुम्बा आएको गुम्बा केटाहरू कस्तो लागिरहेको छ गुम्बा आएर राम्रो एकदम राम्रो फिल भइरहेको छ है 7 मिल गुम्बा खै कति राम्रो भ्यू देख्दो रहेछ सरी भ्यू चट्टै फेरि माथि पर चिया बगानहरू त्यहाँ मान्छे त कति हो कति त तर हिजो अलिकति मौसमले चाहिँ धोका दियो हामीलाई झुक्कायो घाम लाग्दै पानी पर्दै भयो त्यस्तो भयो फेरि माथि टहरमा पुगिगयो सबैको भिडियो गरिदियो भन्दैछ मन्टु दाले हो मन्टु दा फेरि खुसी हुन्छ माथि फेरि बाबुजीका 3 खेलाउन बन्दरहरू हो कमान बारीतिर पनि हो मान्छे भिड नाखा पानी त्यो पारीको चाहिँ सबै नेपाल हो फेरि तल चाहिँ छ हाम्रो गुम्बा गुम्बामा को रहेछ भनेर हेरेको त नचिन्नेहरू रहेछ हामी यहाँ गुम्बाबाट निस्किनु आँटेको गुफा पातलतर्फ जाने हो अब भन्दा पनि पुगी पनि हाल्यौँ गुफा पातल के भरे कता के भयो खै अर्को पानी आयो नि हो त्यस्तो भइरहेको छ कसै पानी परेको छैन त्यहाँ फेरि लु हेर्नुहोस् त बिचरा कहाँ गएको होला खोइ पानीले सुनसान भयो फेरि एकछिनमा पानी हो फेरि केटाहरू त लौ त्यहाँबाट फेरि दिन खोलियो पानी रह्यो फेरि चिचिम्बिरा जस्तो मान्छे निस्किनु थालेको तल चाहिँ हाम्रो सिली डान्स हुँदैछ हाम्रो हिजो स्टेजहरू पनि थियो हिजो चाहिँ त्यहाँनिर एकदम राम्रो है पानी रहेको थियो पानी परेर रहेको थियो फेरि चिचिम्बिरा जस्तो मान्छेहरू निस्किनु थालेको यहाँ चाहिँ अब हाम्रो सिली हाम्रो भाइको चाहिँ
आज यो बिसी त मन्टु र नि मन्टु र 2 भाइ 3 भाइले कोही पनि पठायो भने खदा लिएर आएको खोइ त यो खदम लिएर आएको नि हौ सिधै अलिकति उयो दियो नि त काका अलिकति नहोला जस्तो पुऱ्याइदियो कि त्यस्तो चाहिँ हानिस् हजुर Sim.